सुन्दै हुनुहुन्छ चौतारीको बसाइ। डियर वक मिडियाको प्रस्तुति विजय कुमार श्रेष्ठको साथमा। चौतिस 35 वसन्तमा पनि बुढ्यौलीले भुले जस्तो, सुकेको बागमा पनि लाली फुल झुले जस्तो। प्यासै प्यासमा भौतारिँदै कल्पनामा उड्दा आउँछौ पुस्तिका म बीच प्रभाकर डुले जस्तो। मोतीका दाना खुलेका मधोस मुस्कान तिम्रो, रन वनमा ढकमक्क लाली गुराँस फुले जस्तो। तिमी आकाश म पातल विमुख किनारा झैं लट्ठ हुन्छु तिम्रो तस्बिरमा नसा घुले जस्तो। तिम्रो नाम जप्दै मनमा दीप जलाएकी छु, अतीत नै सारा भो रातमा मात भुले जस्तो। 34-35 वसन्तमा पनि बुढ्यौलीले भुले जस्तो, सुकेको बागमा पनि लाली फुल फुले जस्तो। नमस्कार, म प्रस्तोता विजय कुमार श्रेष्ठ। श्रोता गोमा सिटौलाजीले लेख्नु भएको 34-35 वसन्तमा पनि बुढ्यौलीले भुले जस्तो गजल वाचन गर्दै तपाईलाई कार्यक्रम चौतारीको बसाइको 20औं श्रृङ्खलामा प्राविधिक मित्र सरुण सङ्गतको साथ स्वागत गर्न चाहन्छु। चौतारीको बसाई डियरवाक मिडियाद्वारा उत्पादित एक मनोरञ्जनात्मक अनि सन्देशमूलक साप्ताहिक रेडियो कार्यक्रम हो। कार्यक्रमलाई देश अनि विदेश गरी करिब आधा दर्जन जति एफएमहरूले यसै समयमा प्रसारण गर्ने गर्दछ। कार्यक्रमलाई हाम्रो युट्युब च्यानल चौतारीको बसाइमा पनि सुन्न सक्नुहुनेछ। सल्लाह सुझाव अनि सामग्रीको लागि कार्यक्रमको इमेल ठेगाना chautari.basai@dearwalk.edu.np। रोइरहन्छु तारा हेर्दै आकाशमा छोरी तिमी, सुस्केरमा सुन्छु फेरि बतासमा छोरी तिमी। रोइरहन्छु तारा हेर्दै आकाशमा छोरी तिमी, सुस्केरमा सुन्छु फेरि बतासमा छोरी तिमी। यहाँ हेर्छु त्यहाँ हेर्छु तिमीलाई म खोजिरहन्छु तिमीलाई, हो खोजिरहन्छु तिमीलाई। धरती एउटै थियो हाम्रो, माटो अलग भइसकेछ। यात्रा थियो सँगसँगै बाटो अलग भइसकेछ। धरती एउटै थियो हाम्रो, माटो अलग भइसकेछ। यात्रा थियो सँगसँगै बाटो अलग भइसकेछ। फुलहरूमा खोज्छु फेरि गुराँसमा छोरे तिमी, कहिले छुन नपाउने सुबासमा छोरे तिमी। यहाँ हेर्छु त्यहाँ हेर्छु तिमीलाई म खोजिरहन्छु तिमीलाई, हो खोजिरहन्छु तिमीलाई।
पाइलाहरू खोज्दैछु म तिमी हिँड्ने गोरेटोमा छाया खोज्दै भौतारिन्छु बिहानीको सिरेटोमा पाइलाहरू खोज्दैछु म तिमी हिँड्ने गोरेटोमा छाया खोज्दै भौतारिन्छु बिहानीको सिरेटोमा निभेछ मिलनको दियो आभासमा छोरे तिमी अझै पनि मैले फेर्ने सासमा छोरे तिमी यहाँ हेर्छु त्यहाँ हेर्छु तिमीलाई म खोजिरहन्छु 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 तिमीलाई। दिदी हजुर कहाँसम्म? भिड पछाडिबाट लक्षित गर्दै कन्डक्टर भनौँ वा सहचालक भाडा उठाउँदै थिए। भरतपुरसम्म यत्तिकैमा बस रोकियो। चढ्ने र ओर्लनेको उत्तिकै घुइँचो थियो। नजिकै सिट खाली भएकाले गएर बसेँ। क्याम्पस जाने समय क्याम्पस अध्ययन गर्ने किशोर किशोरीको भिड थियो। सडकको बिजोग अवस्था, खाल्डा खुल्डी, त्यही माथि पानी जमेको। घरिघरि बस कोल्टिएर लडे जस्तै हुन्थ्यो भने घरि ढुङ्गामा ठोकिएर उछिटिए जस्तै। त्यसैले पनि बसको पछाडिको भागमा कोही बस्न मान्दैनथे। प्राय अगाडि वा बीचमा नै भिड हुन्थ्यो। त्यही भिडमा एकजना अन्दाजी 65 वर्ष पुगेका वृद्ध पनि उभिएका थिए। बाजे पछाडि खाली सिट छ, गएर बस्नुहोस् न, सहचालक कराउँदै थियो। बाजे चाहिँ किशोरीहरूका गफमा मक्ख थिए। बस कोल्टिँदा किशोरीहरूलाई समाउन पाइने र उफ्रिँदा ठोकिन। बस यसरी नै कोल्टिने र उफ्रने मात्र भइदिए नि हुन्थ्यो नि भन्ने भाव उनको अनुहारमा प्रष्ट झल्किन्थ्यो। किशोरीहरू तर्कन खोज्थे तर बोल्न सक्दैनथे, किनकि यसै गरी बोल्दा धेरै भनाइ खाइसकेका थिए। कसैसँग नछोइकन हिँड्ने हो भने आफ्नै गाडी लिएर हिँड्नु नि भन्ने जस्ता भनाइ नखाएका होइनन् उनीहरूले। तसर्थ बोल्न चाहेर पनि बोल्न सक्दैनथे। जति ती किशोरीहरू तर्कन खोज्थे ती वयोवृद्ध अनेक न्यु पारेर नजिकिन खोज्थे। जब बस रोक्थ्यो उनी भिडले धकेलेको न्यु पारेर किशोरीहरूलाई पछाडिबाट धकेलिदिन्थे। मानौ अहिले उनी मात्र 18 वर्षे लड्के जवान भएका छन्। घरिघरि हात फेर्ने बाहनामा किशोरीको पछाडि ढाड सुमसिमाउन पनि पछि नपर्ने भइसकेका थिए। उनले आफूलाई जल्दो बल्दो लड्के जवानको अनुभव गरेर सुन्दर र रङ्गीन संसारमा हराउन समेत पाइसकेका थिए। किनकि जब उनी अनेक कल्पनाका सागरमा डुब्थे उनको अनुहारमा एकाएक परिवर्तन आउँथ्यो र हात सलबलाउन सुरु गर्थे। उनको रङ्गीन संसार र मनका दुनियाँ रमाउँदा उनलाई भरतपुर पुग्न पनि दिनभरि लागे हुन्थ्यो जस्तो भएको थियो। यत्तिकैमा बस रोक्यो। केही मानिस चढे र केही ओर्लिए। चढ्ने मानिस मध्येबाट एक किशोरीको आवाज आयो, हजुरबा पछाडि सिट छ, गएर बस्नुहोस् न। उनलाई त्यो स्वर परिचित लाग्यो र टाउको फर्काएर हेरे। त्यहाँ क्याम्पस जाँदै गरेकी आफ्नै नातिनीले सम्बोधन गरेर भन्दै थिए, अनि हजुरबुबा नतमस्तक, अनि उनका सपना। यस सपना शीर्षकको कथालाई लेख्नु भएको थियो श्रोता शारदा पौडेलजीले। मर्दले आटे नि वर्ष दिन भन्छन्, हाय मैले आटे नि एकैछिन म धाउन लागेको 2 वर्ष पुग्यो नि तिमीले आट्ने कुन दिन रे कान्छी हे कान्छी कान्छी हे कान्छी हे कान्छी केही त बोला न हे मानको बोला बोला न मामा दल घन 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 कौला तिमी जुरे जस्तै नजाना
गाउँ रोकिन आजको दिन बिरह गाउनु हुँदैन परदेशीसित बिर्सेर पनि पिरती लाउन हुँदैन पिरती लाउन हुँदैन जब उसलाई देखे मेरो मन बसमा छैन जब उसलाई देखे मेरो मन बसमा छैन हुन त उसलाई नराम्रो देख्ने कुनै चस्मा छैन त्यसैले होला म उसका हर कार्यमा अचम्म पर्ने त्यसैले होला म उसका हर कार्यमा अचम्म पर्ने यस्तो जादु रहेछ उसमा जुन कुनै सर्कसमा छैन जब उसलाई देखे मेरो मन बसमा छैन हुन त उसलाई नराम्रो देख्ने कुनै चस्मा छैन हुन त उसलाई नराम्रो देख्ने कुनै चस्मा छैन। श्रोता रोमा लम्सालज्यूले लेख्नु भएको मुक्तकको साथमा तपाईलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु र अब भने श्रोता राजन कार्कीज्यूले लेख्नु भएको अपराजित शीर्षकको कथा छ मेरो हातमा। पञ्चम गोइतले आफ्नो पसल खोल्न भनी सटर उगार्नै लाग्दा मात्र हातमा सादा नम्बर प्लेट लिएर उसैलाई कुरिरहेका दुई ठिट्टाहरूले देख्यो। आँखाहरू जुधे। एउटोले सोधिहाल्यो, बाजे नयाँ नम्बर प्लेट लेख्न कति बेर लाग्छ? एकदम हतार छ। कस्ता हडबडे लम्फु हुन्। सटर खोलिसकेर विश्वकर्मालाई धूप सुँगाउँदै बुढो पञ्चमले सोच्यो र भन्यो, 260 हो चलेको रेट, त्यति नै लाग्छ। आज घाम देखिएला जस्तो छैन, यस्तो क्विरी मण्डलमा रङ्ग सुक्न टाइम लाग्छ। प्लेटमा नम्बर लेखेर जानुस्, भोलि आउनुस्, यी पेन्सिल। ठिटाहरू मुखामुख गरे। अर्कोले मुख खोल्यो, कहाँ 250? अस्ति भर्खर यसको बाइकको नम्बर लेखा, 150 द्या हो हामीले। कसरी लाग्छ त्यत्रो पैसा? त्यही क्यानको 150 पर्ने चाइनिज स्प्रे गर्ने हो, रातो ब्याकग्राउन्ड, त्यसपछि माथिबाट सेतो लेख्ने त हो। 1 वर्ष पनि नटिक्ने पेन्ट हुन्छ त्यो। ल 200 मा गरिदिनुस् न बाजे, अर्कोले पनि थप्यो। पञ्चमले ती दुईटालाई शिरदेखि खुरसम्म हेर्यो। उसले उमेरमा त हो, उसका बाले उसको साइनो रङ्ग र अक्षरहरूसँग गाँसिदिएको। पुसमाको जाडोमा कछाड मात्रै लगाउन लगाएर 3x3 को बोर्डमा लेखाउँथे। ठिराउने जाडोको चिसोले उनका नाकबाट रङ्गभन्दा बेसी पानी चुइदिन्थ्यो। शरीर लक लक काम थियो। लोखर्केको पुच्छरका रौँले बुरुस समातेको हात काम नभने मनाइ थियो। यसरी सिकेको हो उसले। पहिलो पोताई सुकेपछि सिसाको धुलो मिसेको 30 नम्बरको खाक्सी कागजले सतह चिल्लो नहोइन्जेल घोट्नु पर्थ्यो। त्यसपछि मात्रै दोस्रो कोट पेन्टको पालो आउँथ्यो र सुन्दर अक्षरहरू लेखिसकेपछि अन्तिममा चम्किलो पारदर्शी वार्निस जसले गहिराई देखाइदिन्थ्यो। गोइत आर्टको शाखा सहरमा अरू कुनै आर्ट अथवा साइनबोर्डले नभेट्ने गरी अग्लो थियो। कसरी नहोस्, सहरका ती जम्मै आर्टिस्ट उसकै हजुरबुबा नभए बाका चेला थिए। जान्नेहरूले साइनबोर्ड हेरेकै भरमा भनिदिन्थे गोइतले लेखेको हो या होइन भनेर।
बाउका कडा र कठोर प्रशिक्षणले आजित भएर घर छोडी भाग्ने सुर कस्दै गरे ताका उबेलाका अञ्चलाधीश मैरे बहादुर सेन ओलीको घरमा गएर फलामे पुरानो जितोरीमा कलकत्ता रोयल पेन्ट्सको रङ र बेलायती कोलम्यान वार्निस लगाए बापत जस्तो स्याबासी र जति बक्सिस पायो त्यही देखेर उसका बाबैले गह टलपल पारेर भनेका थिए, आजदेखि यी जम्मै रङ तेरो, यी बुरुस तेरा र गोइत आट तेरो, दामको काम नगरेस् नामको काम गरेस्। ह्या बुढो के सोचिरा, हुन्छ भने हुन्छ नभए हुन्न भन, हामीलाई ढिलो भयो, हामीलाई त प्रिन्ट गरेर टाँसे नि चल्छ। ठिटाहरूले उराट र काली लाग्दो वर्तमानमा ल्याएर पछारे। बुढो पञ्चमको जिउमा फुर्ती फर्क्यो र ओठमा हाँसो विद्युत झै आएर हरायो। धुपलाई धुपौरोमा राख्यो, फनक्क फर्क्यो, सटर झार्दै भन्यो, जाओ जहाँ लेखाउँछौ लेखाओ, 260 भन्दा एकै पैसो कम हुन्न, तर अब डबल दिए नि तिमीहरूको नम्बर लेख्दिन। पुरानो डुङ्गा पानीको छाला पार गरौँ कसरी, उनी छिन पारी तारेर लौन भेटौँ म कसरी, हो भेटौँ म कसरी। पुरानो डुङ्गा विधिले यस्तो अन्याय गरे झुक्यायो मलाई, ओ विधिले यस्तो अन्याय गरे झुक्यायो मलाई, हो एउटै मुटु दुई टुक्रा पारी छुट्यायो मलाई, चर्किँदै गयो बिछोडको घाउ सहु म कसरी, हो सहु म कसरी। गराउँ दिन जोरी पारीको हाँसो तिमीलाई, तिम्रो खुसी राख मेरो नासो तिमीलाई। गराउँ दिन जोरी पारीको हाँसो तिमीलाई, तिम्रो खुसी राख मेरो नासो तिमीलाई। तिमी सोध नसोध त्यो त तिम्रो खुसी, मैले सोधे नबनाई के को चासो तिमीलाई। गराउँ दिन जोरी पारीको हाँसो तिमीलाई, तिम्रो खुसी राख मेरो नासो तिमीलाई। श्रोता भवानी तिमिल सिन्हा न्यौपानेज्यूले लेख्नु भएको थियो यस मुक्तकलाई। वैदेशिक रोजगारको करार अवधि समाप्त भएपछि स्वदेशमै केही गर्ने उद्देश्य लिएर स्वदेश फर्क्यो। उत्पादनमूलक क्षेत्रमा हात हाल्यो, तर बजार व्यवस्थापनको अभाव, दैवी प्रकोप, जङ्गली जनावरको भय, प्रतिस्पर्धा आदिको सामना गर्न सकेन उसले। तसर्थ चियाको रेडी लगायो, उसको दोकान राम्रो चल्न थाल्यो। बटुवाहरूका साथै पसल अनि कार्यालयका कर्मचारीहरू उसका नियमित ग्राहकहरू थिए। उसलाई बिहानदेखि साँझसम्म फुर्सद हुँदैन थियो। यसै क्रममा केही स्थानीय पत्रकारहरूको नजर उसको रेडीमा पर्यो। छापा पत्रिकाहरूले फोटो छापे, रेडियोले आवाज सुनाए, टेलिभिजनहरूले अनुहार देखाए। समाचारको तरिका फरक, तर विषयवस्तु एउटै थियो। चिया बेचेर मासिक 80,000 कमाउँछन् यी युवा। यो समाचारले त्यो सहरमा हलचल ल्याइदियो। ऊ चर्चामा आयो।
उसैका बखान गर्न थाले मानिसहरू। राष्ट्रिय स्तरका पत्रकारहरू पनि अन्तर्वार्ता लिन पुगे, तर ऊ त्यहाँ थिएनन्। न सोधपुछ गर्दा ऊ खाडी मुलुक पसेको खबर पाए। उसले रेडी लगाउने ठाउँमा 1 दर्जन चियावालाहरू तछाड मछाड गरिरहेका देखिन्थे। धन्यवाद श्रोता राजु छेत्री अपुरोज्यू रोजगार शीर्षकको कथाको लागि। तिमी साथ देऊ सुख चाहिँदैन बन्छ मेरो छेउ। मलाई भुल्न देऊ तिम्रो छाती भरि, मलाई भुल्न देऊ तिम्रो वरिपरि। बरु दुःख झेल्छु तिमी साथ देऊ सुख चाहिँदैन बन्छ मेरो छेउ। तिम्रो छाती भरि, मलाई भुल्न देऊ तिम्रो वरिपरि। मलाई कोर्न देऊ रंग सिउँदो भरि, मृत्यु बनिदिन्छ छनया जम्बरी। म तिमीसँग तिमी मामा र म, आऊ आज तिमी मेरा हात समाऊ। तिम्रो त्यो आँचल मलुक्न त्यो मलाई मलाई खुल्न देऊ तिम्रो छाती भरि, मलाई खुल्न देऊ तिम्रो वरिपरि। देह गल्छ भोकले र रोग बढ्छ शोकले, कष्ट आफ्नो शान्त हुन्छ मित्र सामु ओकले। एक एक धेर हुन्छ हेर शक्ति माउरी, एक एक धेर हुन्छ हेर शक्ति माउरी। वैमनस्य गर्नुहुन्न छाड्छ भार चोकले, क्रोध बढ्छ रोषले र दुख्छ घाउ चोटले। क्रोध बढ्छ रोषले र दुख्छ घाउ चोटले, मांस मात्र खान्छ बाघ खान्न घाँस बोकले। मान राख सानको र देश भेष केशको, मान राख सानको र देश भेष केशको। धर्म कर्म छाड्नुहुन्न खोट देख्छ लोकले, देह गल्छ भोकले र रोग बढ्छ शोकले। कष्ट आफ्नो शान्त हुन्छ मित्र सामु ओकले, कष्ट आफ्नो शान्त हुन्छ मित्र सामु ओकले। श्रोता कोश बल्लभ रेग्मीज्यूले लेख्नु भएको यो गजलपछि कार्यक्रममा श्रोता लक्ष्मी पाण्डेज्यूले लेख्नु भएको फेरि अर्को गजल वाचन गर्न चाहन्छु।
चेपारो घस्ने माया तिम्रो जाली रहेछ, चेपारो घस्ने माया तिम्रो जाली रहेछ, दुनियाँ सामु ठिक्क भित्र गाली रहेछ, बाँझो मन प्रेम रसले सिंचिन चाहन्थे, बाँझो मन प्रेम रसले सिंचिन चाहन्थे, तिमी भित्र प्रेमको घडा पुरै खाली रहेछ, पुतली नाचिरहन्छन् बागकै वरिपरि, पुतली नाचिरहन्छन् बागकै वरिपरि, साँच्चीकै मन हर्ने फुलको डाली रहेछ, सधैँभरि राम्रो गर्न कहाँ सकिन्छ र, सधैँभरि राम्रो गर्न कहाँ सकिन्छ र, राम्रै गरे मात्र यहाँ पाइने ताली रहेछ, चाहेर टिप्न सकिन जुन आकाशको, चाहेर टिप्न सकिन जुन आकाशको, यो मन आखिर पूजाको थाली रहेछ, उर्लिएको खहरेसँग पर्दैन डराउन, उर्लिएको खहरेसँग पर्दैन डराउन, सजिलो भित्र्याउन आफ्नै बाली रहेछ, चेपारो घस्ने माया तिम्रो जाली रहेछ, दुनियाँ सामु ठिक्क भित्र गाली रहेछ, दुनियाँ सामु ठिक्क भित्र गाली रहेछ। दर्पणमा छाया कति राम्रो, ओ दर्पणमा छाया कति दर्पणमा छाया कति राम्रो, ओ दर्पणमा छाया कति राम्रो। दर्पणमा
कति राम्रो कोही घाइते कोही अपाङ्ग भई निराश बनेर फर्किन्छन्। सुनौला सपना बोकी उडेकाहरू लास बनेर फर्किन्छन्। विदेशिनु बाध्यता हो आमा यो देशका युवाहरूको तर। विदेशिनु बाध्यता हो आमा यो देशको युवाहरूको तर। देश रुवाउने देशवासी रुवाउने इतिहास बनेर फर्किन्छन्। कोही घाइते कोही अपाङ्ग भई निराश बनेर फर्कन्छन्। सुनौला सपना बोकेर उडेका लास बनी फर्कन्छन्। धन्यवाद हिरा साइज्यू यो मुक्तकको लागि। चिया पसलबाट कमाएको पैसाले बोर्डिङको फी तिर्न धौधौ परे पनि छोरालाई डाक्टर बनाउने प्रतिज्ञा लिए कृष्ण भक्तले। दैवले त आँट म पुर्याउँछु भन्छ रे। हुन पनि त्यस्तै भयो। गौरवले छात्रवृत्तिमा डाक्टरी पास गर्यो। कृष्ण भक्त दम्पतिको खुसीको सीमा रहेन। गौरवले श्वेतासँग प्रेम विवाह गर्यो। श्वेताको सुन्दरतामा अन्धो भएर सही गलत छुट्याउन नसक्ने भयो। श्वेता अबेरसम्म घर आउँदिनथी। घरमै तासको खाल जमाउँथे। कृष्ण भक्तले केही नबने पनि उनकी श्रीमतीलाई बुहारीको चर्ती कला पचेन। एक दिन छोरालाई बोलाएर भनिन्, होइन है बाबु, बुहारीलाई यसो सम्झान। रात बिरात केटासँग घर आउँदा छिमेकीले कुरा काट्न थालिसके। सम्झा बुहारीलाई। आजकल यस्तो सामान्य हो के आमा, तपाईँको जमाना छैन अब। अरूले जे भनुन् सबैको मुख थुन्न कहाँ सकिन्छ र, गौरवले ठाडै भन्यो। श्वेताको आगमनपछि कृष्ण भक्तको शान्त परिवार बिथोलियो। बाउको सम्पत्तिको रवाफ देखाउँदै श्वेताले घर छोडेर हिँडी। बुहारीलाई फुट्या आँखाले देख्दैनौ? घर छोडेर हिँडिन् मेरी श्वेता। अब बस्नु बुढाबुढी मात्रै वृद्धाश्रममा भनी गौरव पनि श्वेतासँगै घर जाइ बस्न पुगे। आज अचानक कृष्ण भक्त बेहोस भएर लडे। त्यसपछि छिमेकीले उनलाई अस्पतालसम्म लगिदिए। गौरवजी हुनुहुन्छ होला? हेलो, म रिता, बिपी अस्पतालबाट। तपाईँको बुबा अस्पतालमा भर्ना हुनुभएको छ, तुरुन्त आउनु होला। नभन्दै गौरव तुरुन्तै अस्पताल पुग्यो। डाक्टर साहब, के भएको रहेछ? त्यतिकैमा डाक्टरले जवाफ दिए, उहाँको शरीरमा एउटै मात्र मृगौला रहेछ, त्यो पनि फेल भएको छ। मृगौला प्रत्यारोपण गर्नुपर्छ। एउटा मात्रै? अनि अर्को मृगौला खोइ त? छेउमै सुक्क रुँदै गरेकी आमालाई देखेर सोध्यो। आमाले रुँदै भनिन्, तँलाई डाक्टर बनाउने हाम्रो ठुलो धोको थियो। हाम्रो उपचार हाम्रै छोराले गर्छ भन्थे तेरा बाले। तँलाई डाक्टर पढाउन पुग्ने पैसाको जो गर्न तेरा बाउले एउटा मृगौला बेचेछन्। भर्खरै वाचन गरेको पछुतो शीर्षकको कथा लेख्नु भएको थियो युके की श्रोता मीरा प्रसाईज्यूले।
देशको खातिर लड्न सक्ने वीर खोज्दैछु। देशको खातिर लड्न सक्ने वीर खोज्दैछु। कहिल्यै नझुक्ने स्वाभिमानी शिर खोज्दैछु। डुब्न लागेको देशलाई पार लगाउन सक्ने, डुब्न लागेको देशलाई पार लगाउन सक्ने कुशल साहसी पराक्रमी धीर खोज्दैछु। सोझो औँलाले घिउ आउँदैन पक्कै पनि, सोझो औँलाले घिउ आउँदैन पक्कै पनि। रणनैतिक कुशलता भएको वजिर खोज्दैछु। मुखमा त सबैको राष्ट्र प्रेम देखिन्छ अचेल, मुखमा त सबैको राष्ट्र प्रेम देखिन्छ त अचेल। तर मनमै नेपाल भएको शरीर खोज्दैछु। देशको खातिर लड्न सक्ने वीर खोज्दैछु। कहिल्यै नझुक्ने स्वाभिमानी शिर खोज्दैछु। कहिल्यै नझुक्ने स्वाभिमानी शिर खोज्दैछु। तपाईँ सामु विभिन्न साहित्यिक सामग्रीहरू पेश गर्दा गर्दै करिब 1 घण्टाको समय बितेको पत्तो नै पाइएन। कार्यक्रमको अन्तिम कोसेली स्वरूप श्रोता अर्जुन के सत्यालज्यूले देशको खातिर लड्न सक्ने वीर खोज्दैछु भनी लेख्नु भएको गजल वाचन गरे। चौतारीको बसाइ सुनेर मलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यदि तपाईँ पनि कार्यक्रममा कुनै रचना, सल्लाह अनि सुझाव पठाउन चाहनुहुन्छ भने कार्यक्रमको इमेल ठेगाना chautari.basai@dearwalk.edu.np मा अवश्य लेखी पठाउनुहोला। साथै कार्यक्रमलाई चौतारीको बसाइको आफ्नो युट्युब च्यानलबाट पनि सुन्नुहोला। यतिन्जेल मेरो साथ दिनुभएकोमा तपाईँलाई पुनः धन्यवाद दिँदै र अब आउने हप्ता फेरि भेट्ने बाचा गर्दै तपाईबाट म प्रस्तुता विजय कुमार श्रेष्ठ र प्राविधिक मित्र सरुण सङ्गत बिदा माग्न चाहन्छौ। हवस् त, नमस्ते। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ। सपुत छौ कि कोही माझी बचाइदेऊ। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ। सपुत छौ कि कोही माझी बचाइदेऊ। केही ढुकढुकी छ कि मर्न त्यसै नदेऊ, मर्न त्यसै नदेऊ। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ। सपुत छौ कि कोही माझी बचाइदेऊ। आएन कोही यो देशलाई आँखा भरि लुकाउने हो। जति आए उस्तै आए आफ्नै दुनो सोझ्याउने। आएन कोही यो देशलाई आँखा भरि लुकाउने हो। जति आए उस्तै आए आफ्नै दुनो सोझ्याउने। अरू भोकै प्यासै मर्दा आफू अझै रमाउने। नेपालीको पीडाले आँसु कति नझर्ने, आँसु कति नझर्ने। मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ। सपुत छौ कि कोही माझी बचाइदेऊ।